पहराको काखमा एउटा सुन्दर घर छ, रित्तो भए पनि त्यहाँ छुट्टै एउटा भर छ। पर्खालका ढुङ्गामा बगेका पसिना हाँस्छ, आँगनको डिलले अझै पुराना कथा गाउँछ। मान्छे त हो सहर पसे नयाँ सपना बुन्नलाई, तर घरले छाडेको छैन मायाको गीत तान्नलाई। बलेसीमा अझै पनि चराले गुँड लाउँछन्, एकान्तमा ती भित्ताहरू पुराना दिन गाउँछन्। बोटका फलहरूले आफ्नो धर्म बिर्सेका छैनन्, काँडा र झारपातले पनि माया मार्न मानेका छैनन्। सुन्तलाका दानाहरू पहेँलै भएर झुल्छन्, मानौ तिनीहरूले सहरका छोराछोरीलाई खोज्छन्। हुरी चल्दा ढोकाको सुस्तरी आवाज दिन्छ, आउलान् नि त कोही भन्दै बाटो कुरिदिन्छ। हिमालको छायामा मुस्कुराउँछ त्यो पाखो, रित्तो भए नि छैन त्यहाँ यादहरूको अनिकाल। बलेको दियो झैँ छ त्यो घर एउटा आस बोकेर, प्रकृतिको काखमा छ आनन्दको सास फेरेर। फर्किनेछन् पैतालाहरू फेरि त्यही माटोमा, खुसीका रङ भरिनेछन् ती पुराना बाटोमा। पहराको काखमा एउटा सुन्दर घर छ, रित्तो भए नि त्यहाँ छुट्टै एउटा भर छ। पर्खालका ढुङ्गामा भिजेका पसिना हाँस्छ, आँगनको डिलले अझै पुराना कथा गाँस्छ, अझै पुराना कथा गाँस्छ। मैं चप्पल चिप्लो हाँ क्या होना सोच जाने हो। भनिहाल्छु नि मैले। म बताइहाल्छु, यो आपको बोट भइहाल्यो, त्यो पनि आपको बोट। यो चाहिँ कागतीको बोट हो, मजाले फलेको कागती। हेर न यहाँ हरियो भएर नदेखेको है।
देख्यो जाने हो र अलिअलि यो चाहिँ हाम्रो हिरोइन राम्रो देखियो राम्री छेउमा बस्न बाटा पनि हुन्छ न हुन्छ नि त यो बैलो हुन्छ यसको काठ लचिलो खै लचिलो त कस्तो हुने हो एउटा अम्बाको बोट यहाँनिर हेर फल्न त फले रहेछ ए ऊ त्यहाँ खान मिल्ने रहेछ ल सब त ए साथी सुनाउन कहाँ जान्छ यस्तो बोट हो थाहा थिएन यसलाई खैर भन्छ भन्ने बाँधेर राख्नुपर्छ Hello guys, he is sleeping. Baloti means grappa. अर्को ठुलो हेर चाहिँ एउटा मैले ठुलो देखेर आएको हो हामीले दुईटा टिप्यौँ एक एकवटा एउटा यिनलाई एउटा मलाई राम्रो चाहिँ मैले लिएँ एउटा राम्रो देखेको थिएँ मैले पलङ Learn his now. सानो यो छ यो त धेरै ठुलो हुन्छ नि त उयो फेरि सगुनको रुख हो एकदम ठुलो हो सगुन सगुन घाँस खान के गर्नुहुन्छ कुन घाँस खान होइन हेरेर आऊ है बिरुवाहरू छन् अब चाहिँ हामी सुन्तला हेर्न गइरहेका छौँ यहाँ पनि हो यो चाहिँ अमिलो कतिवटा रहेछन् भनेर हेर्नु पर्दाखेरि धेरै चाहिँ छैन रहेछन् 1 2 3 4 5 6 7 8 9 10 11 14 15 16 17 18 19 20 21 22 23 त्यही हो लगभग 30 भन्दा हुन्छ
यसमा चाहिँ फलेर रहेछ माथि एउटा है टिप्ने अरे यहाँ पनि कागतीको बोट रहेछ यहाँ पनि फलेर रहेछ फेरि आऊ न्युटेर आउने हो नि त झुकेका नहीं हामी अर्को आम्बा टिप्न गइरहेका छौँ हेलो यो मच्छर होइन तिमी त के गर्नु खोल्दा भन कुनी कटर त्यो के रहेको दलिया पनि भन्छ फले कि हेर त यसको त थाहा पाउनै पर्दैन ठ्याक्कै देखिन्छ यहाँ पनि रहेछ यही हो आइयो त्यो काग दौतै माथि हो भयो यहाँ त फले रहेछ त हेर्नुहोस् गाइज एउटा कटर चाहिँ फले रहेछ ढाकेर छोड्दिउँ यसलाई खाने र पाकेको बच्चै हो ल ए कहाँदेखि यहाँ अमिलो फले फेरि ए ल यहाँ पनि एउटा अमिलो फले रहेछ केले हिँडेन त्यहाँ तल झरे जाम्ला हजुर ऊ त्यहाँदेखि झर्ने रहेछ नि त्यो त घाँस हो नि त ऊ त्यहाँदेखि झर्ने रहेछ यतिबाट फर्क्यौँ होइन तलै जाउँ हेरेर हिँड्ने है होइन बाटो कहाँ साफ हुन्छ र यो आलिअलि हिँड्ने थाहा तिमीलाई होइन ऊ त कुलै कुलो जाम
ल भन्नु यो कुलो कहाँसम्म हो कहाँ होइन मै पर्दैछ त्यहाँसम्म टेक खै यहाँ टेक अनि यहाँ अलिक पर टेक है पानी आउँछ फेरि ल भन यो केरा काट्यो भने पाक्छ कि पाक्दैन स्योर छौ हो कसरी पाक्छ यसको अचारको चाहिँ मिठो हुन्छ सानो हुन्छ उहाँहरूको अचार ठुलो बनाइन्छ कि अचार बनाउनु त्यहाँनिर माथि हो सकिन्न बनाउँदा यो चाहिँ खयर भयो यो यसमा चाहिँ सुनकाली रहेछ हजुर त्यो चाहिँ केरागारी हो नदेखि त्यहाँ सब केराको बुटुट मात्र हो यो ठुल्ठुलो रुख चाहिँ सगुनको हो अनि यता चाहिँ यो खयर सुनकाउली सब बारीभित्र घर चाहिँ त्यहाँ माथि छ यति मात्र देखिन्छ खाने खाऊ ए यो त खान्छन् ल पाके फुटाल न पहिला भित्रको खाने हो बाहिरको होइन हामी के खाँदैछौँ हेर्नुहोस् गाइस के भन्छ खै के भन्छ पत्ता लगाएर हामीलाई भन्नु न हामी खाइसक्यौँ कसरी खानु पहिला यसलाई दुई टुक्रा बनाए यसरी पिचिक्क बिचाएर थिच्छ त यसरी भित्र खाने यो चाहिँ खेतको सबभन्दा ठुलो घर हो
यसमा चाहिँ धेरै खानु तिमीले जाइफलको रुख त्यही छौ हिँड त म देखाइदिन्छौ जाइफल भन्ने त औषधि होइन होला औषधि हो र के हो है औषधि नै होला होइन कहाँ साफ हुने छेपारो छेपारो त चाहिँ जाइफलको रुख हो यो के हो यो कुन यो हो यही त अनि जाइफल भनेको केमा युज हुन्छ खै हामीले त भैँसीलाई दिन्थ्यौँ के अरे ब्याएपछि दाना साना हालेर कुलुसुलु बनाउनु त्यहाँ सुन त खुर्सानी पाके हाँ टिप्छौ जानी हो डल्ले खुर्सानी त मिठो हुन्छ नि खै ऊ देख्दिन यति केही भन्नु त बुवाले जाऊ कसो जाने हो र उहाँ अब यता हो बाटो बताइदिन्छु ए यहाँ त जानु मिल्दैन त माथिदेखि जानु पर्दो रहेछ मिल्छ होला नि यहाँबाट जानलाई मिल्दैन यतैदेखि घर ए यो चाहिँ टिपलो यहाँ टेक ठ्याक्क त्यहाँ जाऊ ल म तिमीलाई धकेलिदिन्छु बोल्छु नानीलाई सपोर्ट गरेर माथि चढ्न सफल भएकी छिन् वाओ यत्रो ल खुट्टो समाइले आर्मीको ट्रेनिङ जस्तो भयो त्यही पनि सी डिड इट यसलाई चाहिँ अप्ठ्यारो बाटो चढाएछु म फेरि सजिलो बाटोमा गएँ पापी होइन कस्तो राम्रो यता है पहिला बुटको फोटो खिचौँ कस्तो राम्रो देखिँदो रहेछ बाउ ल टिपौँ हरियो नि टिपिदिउ सबै टिपिदिउँ खाना हुन्छ नि त तिमीले भाषी त कर्याममा एउटा टिप्न आउँछ कि त्यस्तरी होइन यस्तरी हो यस्तो डाक्ला मात्र टिप्ने हो यति टिपेँ मैले फेरि हातमा दियो भने झगडा पर्छ कहाँ दिने होला त त्यसै पनि पर्छ जुत्तै बनाइदिने ठुल्ठुला टिप्दिने साना नटिप्दिने सब ठुला
आउन माथि माथि होइन तल हौ आउन म त तल यहाँ सैलो यहाँ टेक हेर्नु त यस्तो भयो के हुन्न हौ अब त अब यस्तोमा हिँड्नु पर्दैन हौ यहाँ सजिलो रहेछ कि मेरो यहाँ गोडामा घाउ भयो औ के हुन्न यहाँ म समात्छु ल मेरा चप्पल सहरिया है ल हात देऊ त देखिए अब कसरी झर्छ नि के झर्दा लड्छ नि त ल रोकाइ म तल गएर समाउँछु फेरि चप्पल चिप्लो भयो के चप्पल चिप्लो हुन्छ कि अब कहाँ जाने सुमित्रा दिदीकोमा त्यहाँ नजाने कहाँ नाइ फर्किँदा आउने कहाँ पानी खेलौँ चिप्लो यो बिचकोदेखि छिर्ने खै त्यही होला तिमी झन् मजाले छिर्छु होला ल हेर्नुहोस् पहिला टाउको छिराउ त्यो चाहिँ घर जाम पोखराको काखमा एउटा सुन्दर घर छ यस्तो भए पनि त्यहाँ छुट्टै एउटा घर छ पर्खालका ढुङ्गामा बगेका पसिना हाँस्छ आँगनको डिलले अझै पुराना कथा गाउँछ मान्छे त हो सहर पसे नयाँ सपना बुन्नलाई तर घरले छाडेको छैन मायाको गीत बान्नलाई बलेसीमा अझै पनि चराले गुँड लाउँछन् एकान्तमा ती भित्ताहरू पुराना दिन गाउँछन् बोटका फलहरूले आफ्नो धर्म बिर्सेका छैनन् काँडा र झारपातले पनि माया मार्न मानेका छैनन् सुन्तलाका दानाहरू पहेँलै भएर झुल्छन् मानौ तिनीहरूले सहरका छोराछोरीलाई खोज्छन् हुरी चल्दा ढोकाको सुस्तरी आवाज दिन्छ आउलान् नि त कोही भन्दै बाटो कुरिदिन्छ हिमालको छायामा मुस्कुराउँछ त्यो पाखो रित्तो भए नि छैन त्यहाँ यादहरूको अनिकाल बलेको दियो झैँ छ त्यो घर एउटा आस बोकेर प्रकृतिको काखमा छ आनन्दको सास फेरेर फर्किनेछन् पैतालाहरू फेरि त्यही